कति होला यहाँदेखि थोरै हुन्छ त्यति धेरै हुँदैन आज केटाहरूलाई यहीँ आज माथि जङ्गलमा सुताउनुपर्छ मुझे अलि थाहा हुन्छ यहाँ त दुःख लाग्छ होला नि होइन किन बनाउनु पर्यो अरे त्यतिर ससुराली बनाउनु पर्यो ससुराली बनाउनु लाग्छ अब खोज्नु पऱ्यो कि त यहाँ टेन्ट पाल हालेर बस्नुपर्छ सुरुमा एउटा मान्छे चिना हुनु पऱ्यो नि त शैलेश कहाँ गरे यस बन्द गरिदियो अहिले साग दुखेको यो पनि राख्ने यस्तो पनि राख्ने र उसलाई चाहिँ गाह्रो पारेको उसले अलिक पछाडि यस्तो यस्तो भएर बाङ्गो भएर बस्छस् नि सिधा बस्ने हो सिधा बस्यो भने यस्तो लट्काउँछ नि धेरै लट्काउँछ त्यस्तै हुन्छ कि होइन स्ट्रेट बस्ने हो नि त पछाडि जानु यस्तो ढाड दुखाउँछ नि आज हामीसँग यहाँ हिसाका सेन्सै हुनुहुन्छ आकाश सेन्सै होइन तपाईँ चाहिँ कहाँ जानु लाग्नु भएको खासमा भन्नुपर्दा यस्तो जङ्गलतिर आउनु भएको छ यो म चाहिँ आज खासमा चाहिँ नयाँ ठाउँ जानु लाग्यो कहिले पनि नगएको ठाउँमा लोकेसन केही पनि नभएको ठाउँ यतिकै हिँडेको क्या खासमा नयाँ ठाउँ भन्नाले यहाँ तपाईँको लक्ष्य होला नि कुन ठाउँ जाने भनेर तपाईँ रुमबाट हिँड्नु भएको थियो लक्ष्य बिना चाहिँ हिँडेको चाहिँ लक्ष्य बिना हो लगाम बिनाको घोडा जस्तै भयो त्यसो लगाम त सधैँ छ उहाँ बाइक छ हातमा लगाम नभएर त कहाँबाट हिँड्छ कि तर यहाँ चाहिँ हिँड्नुपर्छ अथवा यहाँ चाहिँ जानुपर्छ भन्ने उसले चाहिँ आएको होइन हामी चाहिँ होइन तर यत्तिकै कहाँ छ कहाँ जानु डुलम न त आज शनिबार पनि हो फ्रेस हुनुपर्छ भनेर चाहिँ यस्तो चल्दै गयो ल भयो जाम जाम ल आऊ है आउनु है जिन्दगीमा साह्रै एक्लो भयो है साह्रै एक्लो भयो नि भाइ अरूलाई ल्याउनु पर्ने मलाई पनि आउनु बाटो पनि रहेछ अनि तपाईँले यो बाटो आउँदाखेरि नि कस्तो अनुभव भइरहेको जस्तो कि यो प्रकृतिसँग रमाउनु पाउँदा चाहिँ होइन यो हिँड्दा चाहिँ रमाइलो भइरहेको छ होइन कहिले काहीँ यसो हाइकिङमा चाहिँ यसो हाउसिङ जानुपर्छ इन्जोय गर्नुपर्छ कहिले लाग्छ क्या बुझि होइन तर साथीभाइहरू हुँदैन क्या आफ्नो अब यो उमेरमा साथीभाइ खोज्ने होइन कि यो उमेरमा चाहिँ एक्लै हिँड्न सिक्यो क्या एक्लै हिँड्न सिक्यो यो त राष्ट्रिय निकुञ्ज रहेछ नि त राष्ट्रिय निकुञ्ज हो नि बाघ भालु आउँछ गएको होइन कुरो लागेको अनि त्यो हुन्छ नि भाइ के अरे जुका लागेको जङ्गलतिर गाई बाख्राहरूलाई चराउनु गएको फिल आउँछ क्या कहिले काहीँ चराउनु भएको छ बाख्रा दस बाह्रवटा बाख्रा छ त होइन 10-12 मात्र हुन्छ होला बाख्रा उहाँ भराइन जान्छ क्या म भराइन भन्ने एउटा ठाउँ थियो होइन हाम्रो नेपाली नबोल्ने कि आफ्नो भाषा कि 10 कति भने बाख्रा त हाम्रा 10 बाख्रा थिए 10-12 बाख्रा थिए नालपात के थियो नालपातका लिएर त भर्ना छैन नि दुईवटा भइसक्यो उनीहरूलाई पैसा चलाउन जान आउँदैन पैसा त चराउन तर हाम्रो भैँसी चराउने जङ्गल चाहिँ छैन वनमा हाम्रो बाख्रा चराउने मात्रै हो अलिअलि घाँस काट्ने ठाउँ कहाँ हो घाँस काट्ने ठाउँ त छ जङ्गलमा ठुलो जङ्गल छ क्या त्यहाँ बन्द गरेर घाँस काटेर आएन घाँस त काटेको नि मैले घाँस काटेको अनि सेउराटी खेलेको छु सबै गरेर पशु हाल्यो है सोला हाल्यो हाम्रो राम्रो तार छ नि तार घर लिँदा तार दिने हाम्रो राम्रो
राइडर हुँ भन्थ्योस् नि भाइ, हेर त अहिले गाडी ठलाइस् होइन? यस्ता राइडर हुन्छ नि, राइडर हुन्छ नि यस्ता। यस्ता राइडर हुन्छ नि। हेर त राइडर नि, राइडर रे यो। यो राइडर राइडर। गाडी तल पोलिहाल्यो गाडी। पोल्या छैन। के रे तिमी राइडर हो? अलि हिसाबले चलायो, अलिकति हुन्छ नि होस्टले चलायो। हिसाबले चलायो। चला पछाडिबाट। होइन के त्यो छ नि ढिक्लो के त्यो थाहा पाएँ मैले। पऱ्यो अनि फन बनाउने यस्तो यस्तो लाग्ने यस्तो बिस्तारै यस्तो कस्तो रे बिस्तारै के टेकी 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 भने कस्तो हो फेरि यस्तो के जस्तो यो छ नि यसलाई चाहिँ अलि यसो गरेर के जाम त्यसरी पल्टाएन क्या लड्छ चारजना दुईवटा बाइक किनेर अगाडि हिँड्छौँ अलिकति डिस्क ब्रेक भयो क्या मुजी होइन झन्डै बाइकलाई चाहिँ थाम्नमा सफल भए राइडर राइडर बालुवा चिप्ले क्या मुजी यो है लडेको यहाँदेखि हो अघि मुजी त बालुवा चिप्ले र मुजी त बाटो मलाई गाडी गरिदिनु थर्काउ 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 यही हो चलाउने तरिका भनेर थर्काउ न लाइसेन्स खै तिम्रो लाइसेन्स लाइसेन्स खै हामी कसरी डिस्क ब्रेक भयो खासमा ऊ त्यहाँ बाल्लोबाट हो क्या त्यो कोर्नु भएको थियो होला कि त्यो फनक्क भयो तर त्यो ढलाउनु सफल भएन है उसले घुमेर त होइन यो बालो भन्नाले घुम्यो हो कि बाइक ढल्छ त बालुवाले बालुवाले घुमेर मजा मजा आयो तर म त त्यही त होइन तर आज चाहिँ घुम्नुपर्छ केयर गर्नुपर्छ हामीले रफ चलाउनु त भएन होइन अब न डर त छैन अब नडराउँ होइन डराउनु हिँड्दैन गरिदिनु साथी लडिसकेपछि एकदमै सिक्नुपर्छ ए म गरिसकेँ यसरी लडिसकेँ म अब सक्दिनँ भन्ने चाहिँ मन हाल्नु हुँदैन राइडर हो मुजी राइडर हुनलाई चाहिँ केही मुजी गर्नुपर्छ लडेर उठ्नुपर्छ न सजिलो छ र केटा सङ्घर्ष गर्नु पऱ्यो त्यही भएर फेरि कन्ट्रोल त गरिसकेको थिएँ तर बाइकले पल्ट होइन अब डिस्प्लेस भएको कस्तो बुझिसक्छ कस्तो बाटो हाल्छ रमाइलो भयो कालो लामो यो ठाउँ चाहिँ कहाँ हो यो ओके लेट्स गो ल हिँड्नु है होइन क्या मुजी एउटा हुन्छ नि यत्रो पैसा तिरेर आएको तिमीले आफ्नै बुझ्छ मुजी आफै हामीले नेपालमै अब आफ्नो विदेशमा पनि फोटो भिडियोहरू हामीले कैद गर्न नपाउने हो भने कहाँ जान त हामीले तिमीले पैसा तिरेर आएको अनि हो मान्छे बाहिरको विदेशीहरू चाहिँ फोटो भिडियो हालेर नै भाइरल हुन्छ होइन ठाउँहरू चाहिँ पब्लिक सोसियल मिडियाले त्यस्तो हो नि होइन यत्रो पैसा तिरेर आएको छ अनि त्यो भिडियो फोटो भिडियो चाहिँ नले फोटो भिडियो डिलिट गर भन्नु चाहिँ स्वाभाविक भएन क्या चाहिँ मजाले हुन्छ नि उनीहरूले यत्रो पेट्रोल हालेर आएको छ होइन बाइक यस्तो ठाउँमा रिस्क गरेर टाढाबाट रिस्क बोकेर आएको हुन्छ मान्छे फोटोकै लागि त हो नि फोटो भिडियोकै लागि त हो नि मुजी हामी गएर त्यही हो हेर्नलाई त हामीले अनलाइनबाटै नि हेरेर हुन्छ नि खान्छ होइन फोटो भिडियोकै लागि त गर्न पढाउने अलिक गर्न पढाउने त्यस्तो राम्रो भएन नि त सबैजना मजाले आउनु बुझी पैसा दिनु क्या बरु बुझ्यो हुन्छ नि फोटो भिडियो मजाले क्या नपठाइकन नेपालमा पनि नपाउने भए हामी कहाँ जानु पाउँछ
क्या मजाक हो रहा है मजाक हो रहा है मजाक समझ हो ड्याम कहाँबाट जाने बुवा ड्याम जाने बाटो यहाँबाट कति लाग्छ अब भयो यार मान्छे धेरै चाहिँ ओहो खस्यो त बल्ल पुग्यो मान्छे धेरै त यहाँ हिँडेरै आयो हुँदो रहेछ है हाइकिङ ओहो निलो रहेछ नि है निलो रहेछ नि के निलो निलो रहेछ हिमाल देखाएको त त्यही हिमाललाई हो कताबाट हो कि त्यो क्याप्चर गरे खै ढुङ्गा कल्दैन त्यो ड्याममा त बताइ हेलो 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 यहाँ देखाउ न उतातिर ड्याममा त कस्तो देखिन्छ यहाँ देखाउ त ल गाह्रो छ त यहाँ ड्याम यो बनाएकै ड्याम जस्तो छ क्या बाँधेर यो बाँध्या हो क्या यो बाँधेर बनाएको देखिनुहोस् उतापट्टि पनि छ जस्तो लाग्यो ढुङ्गाहरू हुनु पर्ने यो भिडियो देखा था मान्छे अब धेरै रहेछ नि है मजा रहेछ तर हावा चाहिँ मजाले फ्रेस हावा सबै चाहिँ एकदम कहाँ पारे जाम्ला अहिले जाम्ला पानी कस्तो छ पानी भिजेर आयो नि ल लैजा यो ढुङ्गा सबै बाँधेर बनाएको क्या यति कहाँबाट आउँछ
माछा लगाऊ भनेर खाऊ ला माछा यत्रो माछा के स्वादिष्ट खाने कि को खाने खान त मै खाने हो कि गाइजहरु त्यो क्यामेरामा त निला हाला कि अहिले त के छ कस्तो छ कस्तो फिल भयो पछाडि खस्दा है खसला के छैन ठुलो भयो ढुङ्गा हान्नुहुन्न ठिकै छ रमाइलो छ है दामी छ भने जस्तो ल तँलाई नि खिच्छु म आज मेरो ब्लगमा आउँछस् त पनि टक्क पाएर हेरौ भएर आएछस् के गर्छस् केटा अरूलाई दुःख दिइस् पछाडि बसेर राजेश हिमालय सुई बाइकमा चढ्यो हेलमेट खै हेलमेट सही केही भन्न चाहनुहुन्छ ठिक छ एकदम रमाइलो रहेछ हावा पानी खानलाई हावा खानलाई एकदमै राम्रो रहेछ तर हामी ढिला भयौँ खासमा चाहिँ यहाँ आउनलाई यति बेला चाहिँ हामीले फर्किनु पर्ने रहेछ खासमा होइन सो ओके लेट्स गो इन्जोय टुडे जस्तो देखिनु भएको छ त आज के भन्न चाहनुहुन्छ अहिले त अब भाइ हो साँच्चो तर अहिलेको चाहिँ फ्यान हो म ल धन्यवाद सिन्धुली सामने इत्ती खायो कि ओ जिस्केरा हो यस्तोमा बनाऊ कि ठाडोमा तेर्सोमा कि ठाडोमा